हेलो नमस्कार सबैजनालाई। म डाक्टर विनय ओली अहिले धुलीखेल हस्पिटल अन्तर्गत हिन्दी आउटरिच भोटिकोसीमा मेडिकल अफिसर भएर कार्यरत भएको 1 वर्ष जति भयो। मैले आजको भिडियो चाहिँ किन बनाएको भन्दाखेरि मेरो ओपीडीमा चाहिँ एकदमै धेरै बिरामीहरू हैन, साना नानीहरू, स्कुल जाने नानीहरूदेखि लिएर बुढा आमाहरू चाहिँ के समस्या लिएर आउनुहुन्छ भन्दाखेरि डाक्टर साहब मेरो एकदमै पेट दुखिरहेको छ, पेट पोलिरहेको छ, पेट ढुस्स भइरहेको छ, मेरो घाँटीबाट खाली अमिलो पानी आइरहेको छ, मेरो ग्यास्ट्रिक एकदमै बिग्रियो, मलाई पहिलाको औषधि खासै ठिक लागेन, मलाई अलिक कडा औषधि चाहियो भनेर आउनुहुन्छ क्या। अनि त्यसमा चाहिँ अब कडा औषधि दिइहाल्न भन्दा नि अरू गरिहाल्न भन्दा नि 7-8 वटा चाहिँ एकदमै यो लाइफस्टाइल मोडिफिकेसन छ हैन। त्यसले चाहिँ उहाँहरूको समस्या, हजुरहरूको नि यस्तै समस्या छ भने हजुरहरूको समस्या धेरै हदसम्म चाहिँ कम गर्छ क्या। जस्तै हजुरहरूले एकदमै ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ खाना खाने बित्तिकै बिहान पनि बेलुका पनि सुतिहाल्नु भएन। एटलिस्ट 1 घन्टासम्म चाहिँ ढल्किन मिलेन, पल्टिन मिलेन। मैले जसरी बसिरहेको छु बस्न मिल्यो, इभन उठ्न मिल्यो, अरू काम गर्न मिल्यो, तर सुतेर फोन चलाउने, खाने बित्तिकै सुत्ने त्यो बानी चाहिँ एभोइड गर्नु पर्यो। अनि अर्को एकदम इम्पोर्टेन्ट कुरा भनेको चिल्लो पिरो अमिलो कुराहरू एकदमै पार्नु पर्यो। जस्तै धेरै पिरो हालेर चाहिँ थुक्पा, थेन्दुक, चाउचाउ, चटपटे, पानीपुरीहरू त्यस्तो खाने बानी छ भने त्यो छोड्नु पर्यो। धेरै घिउ हालेर तरकारी बनाउने, चिल्लो तरकारी बनाएर खाने बानी छ भने त्यो पनि छोड्नु पर्यो। एकदमै अमिलो कुराहरू पनि एभोइड गर्नु पर्यो। अर्को, यदि तपाईँहरू चुरोट खानुहुन्छ, रक्सी खानुहुन्छ भने चुरोट रक्सीले नि यो समस्या, ग्यास्ट्राइटिसको समस्या एकदमै बढाउँछ। त्यो र घटाउँदै जानु पर्यो। सुरुमै घटाउन गाह्रो हुन्छ तर नछोडी चाहिँ हुँदैन है त। अनि अर्को कुरा भनेको जस्तै स्पेसली बाआमाहरू अलिकति 50-55-60 वर्ष नागिसक्नु भएको मान्छेहरूको चाहिँ क्रोनिक घुँडा दुख्ने, ढाड दुख्ने समस्या भएर चाहिँ ब्रुफेन ट्याब्लेटहरू, फ्लेक्जनहरू खानुहुन्छ क्या। उहाँहरू चाहिँ आफै खानुहुन्छ, चिकित्सकहरूलाई देखाउनुहुन्न, हस्पिटल गए पनि यही औषधि दिने हो भनेर खाइदिनुहुन्छ। अनि त्यो कारणले गर्दाखेरि पनि ग्यास्ट्राइटिसको समस्या चाहिँ एकदम बढिरहेको हुन्छ क्या। अनि त्यही भएर चाहिँ उहाँहरूले यत्तिकै औषधि खानु भएन है। डक्टर बाटोमा जानुहोस्, तपाईँलाई अरू औषधि चाहिने नि हुनसक्छ, तपाईँको अरू नसा सम्बन्धी समस्या नि हुनसक्छ, यत्तिकै ब्रुफेन नखानुहोस् है त। अनि अर्को भनेको चाहिँ फिजिकल एक्टिभिटी है। फिजिकल एक्टिभिटी नि एकदम इम्पोर्टेन्ट छ। खालि बसिरहने काम, सिडेन्टरी लाइफस्टाइल छ भने पनि यो समस्या बढ्छ। त्यही भएर अलिअलि फिजिकल एक्टिभिटीहरू दिनमा 30 मिनट जति हिँड्ने, सामान्य व्यायामहरू गर्नु पर्यो। एटलिस्ट पनि 3 लिटर जति पानी खानु पर्यो है। पानी खाएर धेरै हदसम्म कम हुन्छ। अनि अब अरू खानुपर्ने कुरा के कुरा चाहिँ बढाउँदा राम्रो हुन्छ भन्नाले चाहिँ अब जस्तै हाई फाइबर रिच डाइटहरू, जस्तै अब हाम्रो तरकारी भयो, साग भयो, फलफुल भयो हैन, त्यो चाहिँ एकदम धेरै खानुहोस्। इभन दहीहरू पनि खाँदाखेरि राम्रो हुन्छ है। अनि अर्को ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ कोही कोही बिरामीहरूलाई चाहिँ अब एकदम धेरै चिया खाइदिने बानी हुन्छ क्या। दुध हालेको चिया खाइदिने, अनि खाली पेट लामो समयसम्म बस्दिने, त्यस्तो खालको बानी हुन्छ क्या। त्यो भएर हजुरहरू लामो समयसम्म खाली पेट बस्नु भएन। एकदम दैनिकी जस्तो व्रत बस्नु पनि भएन। समस्या बढी छ भने खाइरहनु पर्यो, बेला बेलामा खाइरहनु पर्यो। एकैचोटि धेरै नखानुहोस्, थोरै थोरै खानुहोस्, तर लामो समयसम्म खाली पेट बस्नु भएन। अनि यदि तपाईँहरू एकदमै धेरै दुध चिया मनपर्छ, एकदमै धेरै चिल्लो कुराहरू मनपर्छ भने चाहिँ बिस्तारै घटाउँदै जानुहोस्। जस्तै 7-8 कप खानुहुन्छ भने 2 कपमा जानुहोस्। बिस्तारै 2 दिनमा 1 दिन खाने गरी त्यो पनि झार्दै जानु पर्यो है त। अनि त्यही भएर अब हजुरहरूले यो कुरा मान्नुहोस्। अब यो मान्दाखेरि पनि तपाईँहरूको समस्या बढिरहेको छ, झन्झन गाह्रो भइरहेको छ, कम हुँदै भएन भने चाहिँ यत्तिकै बसेर हुँदैन। जति सक्दो चाँडो डक्टर बाटोमा जानुहोस्। एच पाइलोरी भन्ने कीटाणुको इन्फेक्सन भएको हुनसक्छ, त्यसको लागि दिशाको जाँच, इन्डोस्कोपीहरू गर्नुपर्ने हुनसक्छ। त्यही भएर चाहिँ मैले भनेको यस्तो सल्लाहहरूबाट पनि सुधार नआउँदाखेरि चाहिँ डक्टरलाई चाहिँ चाँडै भेटिहाल्नुहोस्। हस् त, धन्यवाद।